आजको विषय अलिकति गम्भीर छ। पत्रकार छत्र शङ्करले नेपाल आइजमा उठाउनु भएको एउटा नेपाली युवतीले त्यहाँ भोगेको सेक्सुअल भायोलेन्सको सेक्सुअल एब्युजका कुराहरू मैले यहाँ समेटेको छु। म धेरै लामो कुरा म गर्न चाहन्न। यहाँहरूलाई स्वागत छ। म मिलन दाहाल। यहाँहरूलाई स्वागत छ नेपाल अस्ट्रेलिया न्युज। पत्रकार छत्र शङ्करले नेपाल आइजमा उठान गर्नुभएको विषयअनुसार करिब 1.5 वर्षदेखि अस्ट्रेलियाको मेलबोर्नमा बस्दै आउनुभएकी एकजना नेपाली विद्यार्थी हुनुहुँदो रहेछ। उहाँले 2 ठाउँमा काम गर्नुहुँदो रहेछ। एउटा ट्याक्समा त्यो समस्या भएन र अर्को ठाउँमा हामीलाई पैसाको जोहो गर्नुपर्ने हुन्छ, किनभने हामी न्यून आर्थिक धरातलबाट आएका छौँ। हाम्रो परिवारले 99% परिवारले चाहिँ अस्ट्रेलियाको उच्च शिक्षालाई एफोर्ड गर्न नसक्ने अवस्था छ। त्यो कारणले गर्दाखेरि हामीले सकेसम्म नेपालबाट हामी ऋणमा आएका हुन्छौँ। त्यो ऋण तिर्नका लागि र हामीले चाहिँ यहाँ बस्नको लागि हाम्रो जीवन धान्नलाई र यहाँको युनिभर्सिटीमा हाम्रो फी तिर्नका लागि हामीले कडा मेहनत गर्नुपर्ने हुन्छ। त्यो उहाँले 2टा ठाउँमा काम गर्नुहुँदो रहेछ। त्यो ठुलो कुरा भएन। धेरैजना विद्यार्थीहरूले हिजो हामीले पनि गरियो होला, आजसम्म पनि गरिराखिएकै छ। उहाँले नेपाली युवतीहरूप्रति यहाँका रोजगारदाताहरूको नियतका बारेमा र उनीहरूको सोचाइको बारेमा एउटा जुन प्रसङ्ग उठाउनु भएको छ त्यो अत्यन्त गम्भीर छ। त्यसका लागि हामीले सामुदायिक रूपमा अगाडि बढ्नुपर्ने हुन्छ र त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर अवश्य पनि म यहाँ छत्र शङ्करको यो विचारसँग पूर्ण रूपमा छु। ती विद्यार्थीले सामाजिक सञ्जालमा कस्तो खालको विवरण र सामग्री राख्नुभएको छ त्यो मैले हेरिनँ, हेर्नतिर पनि गइनँ। मैले ती विद्यार्थीलाई सम्पर्क गर्ने कोसिस पनि गरिनँ, किनभने म एउटा इडीमा काम गर्ने प्रोफेसनल भएको कारणले गर्दाखेरि यौन हिंसाको यो सेक्सुअल हेरेसमेन्टको प्रभाव कतिसम्म हुन्छ भन्ने मैले त्यो प्रत्यक्ष देखेको छु र मैले त्यो कुरालाई खोतल्न चाहिनँ र खोतल्न चाहन्न र मैले त्यो हेर्न पनि चाहिनँ। यहाँ 2टा परिभाषा दिनेछु। सेक्सुअल भाइलेन्स, any sexual activity that happens where consent is not freely given or obtained, is withdrawn, or the person is unable to consent due to their age or other factor. Other factor ma health concern कन्डिसनहरू अथवा इन्टेलेक्चुअल डिसेबिलिटी अथवा मानसिक स्वास्थ्यका कुराहरू पर्न सक्दछन्। अब अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले जारी गरेको तथ्याङ्कलाई हेर्ने हो भने 5 जनामा 1 जना महिलाहरू चाहिँ यो 2023मा जारी गरेको विवरण हो। हरेक 5 जनामा 1 जना महिलाहरू र हरेक 16 जनामा 1 जना पुरुषहरू चाहिँ सेक्सुअल भाइलेन्स अथवा यौनिक हिंसाको चपेटामा परेका रहे। अर्को महत्त्वपूर्ण कुरा भनेको सेक्सुअल हेरेसमेन्ट। Sexual harassment occurs when a person experiences or being subject to a behavior that makes them feel uncomfortable or were offensive due to their sexual nature. यो परिभाषा मेरो होइन, यो अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स 2023कै परिभाषा हो। अब जहाँसम्म बहिनीको केस उहाँले एउटा सामाजिक सञ्जालमा आउनुभएको छ, सेक्सुअल भाइलेन्स नभएर सेक्सुअल हेरेसमेन्टको केस जस्तो चाहिँ मैले बुझ्छु। तर अब म यो गहिराइमा नगएको कारणले गर्दाखेरि सामान्य जुन एउटा छत्र शङ्करले उजागर गर्नुभएको विषय छ उहाँको आर्टिकल पढ्दाखेरि यो सेक्सुअल हेरेसमेन्ट हुन आउँछ। तर सेक्सुअल हेरेसमेन्ट हुँदैमा केस कमजोर हुँदैन। अस्ट्रेलियामा यसलाई अत्यन्त गम्भीरताका साथ लिने गरिन्छ र सरकारी निकायहरूले जुन एउटा पुलिस लगायतका सरकारी निकायहरू हाम्रो पहिलो कन्ट्याक्ट भनेको चाहिँ प्रहरी हो। उनीहरूले चाहिँ अत्यन्त संवेदनशील रूपमा यो कुराहरूलाई चाहिँ लिने गर्दछन् र अनुसन्धान गर्ने गर्दछन्। कुनै पनि खाले यौनिक हिंसा अथवा हेरेसमेन्टको चाहिँ तपाईँको जीवनमा एकदमै लामो समयसम्म अर्थात् भनौँ जीवनभर नै यसको नकारात्मक प्रभाव चाहिँ पर्न सक्दछ। यसले तपाईँको हेल्थ एन्ड वेलबिङमा विशेष गरी मानसिक स्वास्थ्यमा र शारीरिक स्वास्थ्यमा पनि यदि तपाईँलाई यौनिक हिंसा भयो र त्यो व्यक्तिलाई चाहिँ निको नहुने खालका एचआइभी लगायतका रोगहरू रहेछन् भने तपाईँलाई शारीरिक रूपमा पनि तपाईँ व्याप्त हुनुहुन्छ, व्यथित हुनुहुन्छ। र हेरेसमेन्टकै केस छ भने पनि तपाईँको शैक्षिक क्षेत्रमा पनि यसले तपाईँलाई नकारात्मक असर पार्दछ र तपाईँको मानसिक स्वास्थ्यमा पनि यसले दीर्घकालीन असर पार्ने हुन्छ। त्यो कारणले गर्दाखेरि सेक्सुअल एब्युज र सेक्सुअल हेरेसमेन्टलाई चाहिँ जसरी सरकारले 0 टलरेन्सले हेर्छ अस्ट्रेलियाको कानुनले, तपाईँले पनि 0 टलरेन्स अनुसार हेर्नुपर्ने हुन्छ। र उहाँ बहिनीले भन्नुभएको छ सुरुमा त मैले इग्नोर गरेँ। जब तपाईँले इग्नोर यहाँ गर्नुहुन्छ त्यहीँनिरबाट समस्याको सुरुवात हुन जान्छ। एउटा पर्पिटेटर जो एउटा
यौन हिंसा गर्न चाहने मानिसहरू हुन् उनीहरूले यो तपाईको मौनतालाई इम्प्लाइड कन्सेन्टको रूपमा लिन्छन् र उनीहरू अझै एक दिन हात छोयो भने अरू अङ्गहरूमा तपाईको हात बढाउन थाल्छन् र तपाईलाई चाहिँ यो सुरु भएको बेलादेखि तपाईले रोकिन जरुरी छ यो कुरालाई चाहिँ रोक्न जरुरी छ र तपाईले कुनै पनि खालको यदि तपाईले अनकम्फर्टेबल बिहेभियर महसुस गर्नुभयो भने त्यति नै बेला तपाईले भन्न सक्नुहुन्छ दिस इज नट फेयर इफ यु क्रस दिस लाइन बियोन्ड दिस लाइन I'll be going to the police or I'll be going to the justice system. यो कुरालाई यहीँनिर पूर्ण विराम लगाइदिनुहोस्। तपाईँ अस्ट्रेलियामा एउटा विद्यार्थीका रूपमा जब अस्ट्रेलियाले भिसा दिइसकेको छ तपाईँ आफ्नो मातृभूमिलाई आफ्नो आमा बुवालाई आफ्नो परिवारलाई छोडेर एक्लै यहाँ जीवन जिउनको लागि आउनुभएको छ भने तपाईसँग अवश्य पनि तपाईँ एजुकेटेड हुनुहुन्छ तपाईँ क्वालिफाइड हुनुहुन्छ र तपाईसँग त्यो आत्मविश्वास पनि छ। तपाईले डराउनु पर्दैन यदि तपाईलाई उनीहरूले अवश्य पनि धेरै खालका डरहरू उनीहरूले देखाउँछन् र यदि तपाईँ एउटा यौन हिंसा भएर प्रहरी कहाँ जानुभयो भने उनीहरूले तपाईको इमिग्रेसन स्ट्याटसका बारेमा केरकार गर्न पाउने अधिकार उनीहरूलाई रहँदैन र तपाईलाई चाहिँ यो बारेमा कुनै पनि अनलेस त्यहाँ ठुलै खालको कुनै मर्डरका केसहरू भए अथवा तपाईले चाहिँ ठुलै खालको कानुनी अपराध नगरेसम्म तपाईलाई यस्ता कुरालाई चाहिँ अर्को अवस्थामा मोडेर तपाईलाई कारबाही गर्न पुलिसलाई समेत त्यो अधिकार रहँदैन। त्यो कारणले गर्दाखेरि उनीहरूको धम्कीसँग निडर भएर यस्ता कुराको प्रतिकार गर्नुहोस्। मेरो बारेमा भन्नुहुन्छ भने 2014 मा म अस्ट्रेलिया आएँ विद्यार्थी भिसामै रहिएको थियो त्यो बेलामा र मलाई 4 हप्ताको पैसा नदिँदाखेरि मैले त्यो मान्छेलाई त्यो व्यवसायलाई कोर्टसम्म लगेर 15,000 जरिवाना गराएको छु र मेरो पैसा पनि मैले पाएको छु। अहिले पनि मिलन दाहाल भनेर तपाईले सर्च गर्नुहुन्छ भने गुगल सर्च गर्नुहोस् त्यहाँ तपाईले समाचार अहिले पनि पढ्न पाउनुहुन्छ। अत यौन हिंसालाई जरैबाट उन्मूलन गरौँ। अस्ट्रेलियाको सरकारले बालबालिका तथा नारीहरूमा यौन हिंसालाई रोक्नको लागि 22 देखि 32 सम्मको एउटा 10 वर्षे कार्ययोजना नै बनाएर अघि बढिरहेको छ। यसमा हातेमालो गर्नुहोस् र तपाईँ आफूमा हुने यौन हिंसा र भोलि नेपालबाट एज अ इमिग्रेन्टको रूपमा आउने अरू दिदीबहिनीहरू तथा दाजुभाइहरूमा हुने यौन हिंसालाई रोक्नका लागि एउटा इँटा थप्ने काम गर्नुहोस् र यो इँटाको तपाईलाई अस्ट्रेलियाको सरकारले यहाँको जस्टिस सिस्टमले यहाँको कानुनले तपाईलाई इन्करेज गर्नेछ डिस्करेज होइन। अत यो महत्त्वपूर्ण जानकारी अरूहरूसम्म पुर्याउनको लागि भिडियोलाई लाइक तथा सेयर गर्नुहोला अनि अन्य यस्तै जानकारीहरूको लागि हामीलाई टिकटकमा फलो र युट्युबमा सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।